ह्याप्पी न्यू इयर साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो न्यू इयरको स्पेसल म काटेर खाँदैछौँ। हेर्नुहोस् त मौरी। अब मौरीलाई हामीले धुवा लगाइन्छ। ओहो मौरी हेर्नुहोस् त, मौरी साथीहरू, मौरी एकदमै मौरी त खतरा छन्। धुवा लगाएर अब साइड लगाएर टक्क काट्ने हो मौरी। यस्तो रमाइलो हामीले गरिरहेका छौँ, धुवा लगाएर टक्क टक्क मौरीको मह काट्दैछौँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरू। हो साथीहरू, हेर्नुहोस् मौरी धुवा लगाइयो, धुवा हेर्नुहोस्। ओहो 5वटा पाना मौरीका। ओइ हो ह्याप्पी न्यू इयर साथीहरू। तपाईँले आज ह्याप्पी न्यू इयर कसरी मनाउनु भयो? हामीले चाहिँ यसरी मनै नै गर्ने प्रयास गरिरहेका छौँ सबैले साथीहरू। म कसरी काटिन्छ भनेर है ध्यान दिनुपर्ने हुन्छ। यसरी काट्नुपर्छ है म साथीहरू। देख्न सक्नुहुन्छ यहाँ 5वटा पाना छन्। यिनी आफै नै साइड लगाउँछन् है त। धुवा हामीले साइड लगाइयो भने, धुवा लगाइयो भने मौरी आफै साइड लाग्छन्। र तपाईँले हातमा पन्जा लगाउनु पर्ने हुन्छ। पन्जा लगाइसकेपछि तपाईँसँग एउटा चाक्कु हुनुपर्छ। अनि गएर तपाईँसँग एउटा कुचो हुनुपर्छ है त साथीहरू। यस्तो गऱ्यो भने तपाईँहरूले आरामले मौरीको मह काट्न सक्नुहुन्छ। हामीले यहाँ मौरीलाई साइड लगाइसक्यो। 5वटा पाना छन् यसमा है त। धेरै मह नभए पनि तर चाहिँ पाना 5वटा छन्। र एकदमै रमाइलो तरिकाले काट्ने प्रयास गरिरहेका छौँ। र तपाईँहरूले पनि यसरी मह काट्न सक्नुहुन्छ। र एकचोटि हात लगाएर चेक गर्नु होला कतिको मह छ छैन भनेर है त साथीहरू। त्यही गरेर मह काट्नुपर्छ। हाम्रो घार चाहिँ सानो भएको कारणले अलि असजिलो भएको छ काट्न। तर धेरै धुवा बनाउने भने पनि मौरी मर्ने सम्भावना हुन्छ। कम मह लगाएर, धुवा लगाएर मह काट्ने प्रयास गर्नुहोला साथीहरू। 5वटा पाना मह देखियो अब है। अब हामी काट्ने प्रयास गर्दैछौँ। तपाईँहरूले पनि यसरी काट्नु होला मह है त साथीहरू। यो हाम्रो न्यू इयर स्पेसल हो है। मौरी साइड लागिरहेका छन् यसरी हेर्नुहोस्। हामीले किनकि पुरै तपाईँलाई फुल भिडियो देखाउने प्रयास गरिरहेका छौँ। गाह्रो पिरो नमानिकन हेर्नुहोला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोला। हामीले एउटा पिस निकालिसक्यो साथीहरू, देख्न सक्नुहुन्छ। कुचो लगाउनु पर्ने हुन्छ है। अर्को पनि प्रयास गर्दैछौँ। धुवाले राम्रोसँग काम गरेको छैन, त्यसैले हामीले चाहिँ हल्का तरिकाले काटिरहेका छौँ। म काटिसकेका छौँ। तपाईँले पनि यसरी काट्नु होला।